नमस्कार साथीहरू, यहाँहरूलाई मैले एकदमै जरुरी सूचना लिएर आएको छु। त्यो सूचना के छ भनेदेखि अहिले दसैँको समय छ। हिजो मध्याहदेखि चाहिँ अहिले निरन्तर रूपमा चाहिँ मध्यमदेखि भारी वर्षा भइरहेको छ। जुन भारी वर्षा हुने क्रम चाहिँ नेपालको लगभग सबै प्रदेशहरूमा रहेको छ र त्यसमध्येमा पनि बागमती प्रदेश, कोशी प्रदेशमा चाहिँ एकदमै बढी सम्भावना रहेको र खतरा धेरै बनेको छ। जिल्लामा जस्तो अब काठमाडौँ परेको छ, भक्तपुर परेको छ, ललितपुर परेको छ हैन। त्यसैगरी अब खोटाङ परेको छ, ओखलढुङ्गा परेको छ, भोजपुर परेको छ, उदयपुर परेको छ। यो कारणले गर्दाखेरि चाहिँ अब बाटोमा गुडेका सवारी साधन कतिपय सवारी साधन अलपत्र परेका छन् र कतिपय चाहिँ अब हिँड्न सकिरहेका छैनन् भने नेपाल सरकारले पनि काठमाडौँबाट बाहिर जाने सवारी साधन र काठमाडौँका बाहिर जिल्लाहरूबाट चाहिँ काठमाडौँ भित्रिने सवारी साधनहरूलाई चाहिँ 3 दिनको लागि चाहिँ आवत जावतमा पूर्ण रूपमा चाहिँ रोक लगाएको छ र सुरक्षाकर्मीहरू पनि हटाएको छ सुरक्षाको लागि पनि। यो हामीले जानकारी पाएका छौँ, यहाँलाई जानकारी गराउन चाहेँ। र कतिपय सवारी साधनहरू बाटोमा गुडेका सवारी साधनहरू चाहिँ बाटैमा अलपत्र परेका छन्। वर्षा र बाढीले गर्दाखेरि चाहिँ पानीमा डुबान परेका छन्। बाइकहरू, गाडीहरू, कारहरू डुबान परेको हामीले भिडियोहरू पनि देखेका छौँ र समाचारहरू पनि आइरहेको छ। र त्यसै गरी नेपालको मुगलिन सडक खण्ड पनि एकदमै अवरुद्ध रहेको छ। त्यहाँ अब पहिरोले चाहिँ बाटो अवरुद्ध भएको भन्ने समाचार आएको छ। सवारी साधन अलपत्र परेका छन् र पहिरो हटाइएको छ र हटाइए पनि जोखिम एकदमै धेरै रहेको भन्ने खबर आएको छ। र त्यो मुगलिन सडक खण्ड पनि बन्द गरेको छ नेपाल सरकारले आवत जावतमा। र अति आवश्यक कामभन्दा बाहेक चाहिँ कसैलाई पनि बाहिर ननिस्किनको लागि चाहिँ अनुरोध गरेको छ र अनुरोधलाई हामी सबैजनाले पालना पनि गर्नुपर्छ भन्ने लाग्छ। यहाँहरू सबैलाई अनुरोध पनि गर्न चाहेँ। र एकदमै यति खतरा छ कि अब बाटोमा अहिले जहीँ तहीँ तपाईँको पहिरो नगएको र ढुङ्गामुढा नभएको, नथुप्रेको ढुङ्गाहरू नरहेको ठाउँ चाहिँ ठाउँै छैन। एकदमै खतरा छ। त्यसैले गर्दा हामी सबै पनि बाहिर ननिस्क्यौँ। र यसमा अझ नेपाल सरकारले फेरि अर्को के पनि गरेको छ भने एउटा सूचना प्रकाशित गरेको छ। नेपाल सरकार गृह मन्त्रालयले एउटा सूचना निकालेको छ। त्यो सूचनामा लेखिएको छ नेपालमा हाल भइरहेको चाहिँ भारी वर्षाको कारणले चाहिँ हुनसक्ने जोखिमलाई चाहिँ नियन्त्रण गर्नको लागि र जोखिमबाट बच्नको लागि चाहिँ अब 2082 साल असोज महिनाको 19 गते आइतबार र 20 गते सोमबार चाहिँ सार्वजनिक बिदा दिने निर्णय गरिएको छ भनेर सूचना प्रकाशित गरेको छ। त्यो पनि हाम्रो सुरक्षाको लागि गरिएको भन्ने कुरा जानकारी आएको छ हैन। यी सम्पूर्ण कुरालाई अनुरोध गर्दै अब हामीले कहिलेकाहीँ कस्तो हुन्छ भने कुनै पनि कारणले गर्दाखेरि हामी बाहिर ननिस्किन आउने कामहरू हुन्छ। त्यस्ता कामको लागि त बाहिर निस्किनै पर्यो। त्योभन्दा बाहेकका कामहरूमा चाहिँ ननिस्क्यौँ भन्नको लागि मैले पनि अनुरोध गरेँ, नेपाल सरकारले पनि अनुरोध गरेको छ। हामी सबैजनाले आफ्नो सुरक्षा गरौँ र आफू लगायत अरूको सुरक्षा गरौँ भन्न अनुरोध गर्न चाहन्छु। र हामीले कहिलेकाहीँ हामी अब बाटोमा रहन्छौँ, कुनै सडकमा कुनै बाटोमा हाम्रो घर छ नजिक चाहिँ हामी सुरक्षित छौँ भने कोही बाटोमा अलपत्र भएको व्यक्ति देख्यौँ भने उहाँहरूलाई हामीले एक दिनको भए पनि बास दिएर पनि आश्रय दिन सक्छौँ, सुरक्षा दिन सक्छौँ, सहयोग गरौँ। हामीसँग सबैको सहयोगको भावना हुनुपर्छ, सहयोगको भावना हुनुपर्छ हैन। र यही अनुरोध गर्ने साथीहरूलाई र सबैभन्दा अनुरोध है